यहाँभरिको सबैभन्दा हेर्नुहोस् यी चर्चित यहाँको जुत्ता हेर्नुहोस् मेरो यी सब चप्पल यहाँ डाक्टर मार्टिन आउटफिट चेक फर्मलमा एउटा स्वर्णिम ओके एके स्वर्णिम एडिबी भर्सेस व्हाट इज योर स्टेट नेम थाहा छ नि शिशिर इन द हाउस G-Town baby यो ह्यान्डसम जिक्सले लेडिज फर्स्ट यो हाम्रो बसन्तपुरको ह्यान्डसम बसन्त हैन बसन्ता धर्ना मार्केट खाको मान्छे 18 नि हो 5 घोराई 5 बसन्तापुर सोनी जिसको सम्पत्ति 5 दूर यो फ्री स्टाइल त यो ल चुजेको थाहा भएन है 5 दूर भने इनले किनकि यिनी हुन् 1 नम्बरको सुर ल अब तिम्रो जानु पर्यो ल एउटा फ्री स्टाइल ल जाओस् ल हो खै त थाहा छैन जिसले के कुरा गरिरहेछन् सुर तर हामीलाई लागिरहेछ मनसुन मिलेन लागेको छैन मनसुन छिटो भन्नु पर्यो अब शिशिर जी ढिलो भयो हामी जानुपर्छ सुन म त अब र्यापर हैन जिक्स त र्यापर देवरिनले आउँछ मलाई त मिलाइ पर्यो ओरल नरके तिमी त र्यापर हो नि यार ल बक्चुदी चाहिँ बवाल भएको छ है तर एउटा त हुनै पर्यो के अर्को बक्चुदी गर्न जाने हो माथि त्यो छ नि जिममा उत्तमलाई भेट्छ फेरि यो लोकेसनदेखि फर्किँदैछौँ अब हामी तल भ्लग बनाउँला तर यो अपलोड नगरौँला के अपलोड क्यामेरा बाहिर छैन के मजा भ्लग त अपलोड गरेकै मजा अर्को हेर त यो पनि गराउ है प्रोपर यता पनि छ उता पनि छ मिक्स भएर आउँछ भ्लग अनि अब हामी तल झर्छौँ ध्वनि प्रदूषण नगर ध्वनि आइसक्यौँ है मस्तले ओ झर काम नगरी हुन्न नगरी काम पेट पाल्नु पर्यो भने जस्तै हो ल आज हामीले के गर्यौँ दिनभरि भनिदियो नि त हामी चाहिँ आज दिनभरि बिहान हामी कति बजी भेट्यौँ रे बिहान बिहान उठ्यौँ 5 बजे पहिला हाम्रो भ्लगर जिक्सलाई बर्थडे विस गऱ्यौँ अनि कलेज आयौँ त्यसपछि कलेजमा फेरि हामी लेख्ने थियो मैले लेखेँ साथीले चाहिँ के गर्यो रे मैले टाइम पास गरेँ अरे मतलब भ्लग हेरेँ अरूको भ्लग हेरेँ साथीले चाहिँ अनि त्यसपछि चाहिँ हामी पार्टी खानलाई गयौँ बिरयानी खायौँ हामीले अनि त्यसपछि 2 बोतल हो मिनरल वाटर पनि पैसा पर्यो अनि त्यसपछि हामी कभर किन्यौँ अनि त्यसपछि हामी माथि डाँडामाथि हाई हिल्सतिर अनि डाँडादेखि चाहिँ यही भ्लग छ है तल हो अब चाहिँ हामी झर्न लाग्यौँ केरा किन्नलाई केरा किनेर जान्छ मालभोग केरा थिएँ नि चान्चुली केरा चाहिँ होइन हामी चाहिँ चान्चुली केरा खान्छौँ मालको केरा खान्छौँ हो अनि जिक्सको बाबाले भन्नुभयो के फोन गरेर अङ्कलले हाम्रो प्यारो अङ्कललाई चाहिँ प्यारो अङ्कललाई साउट आउट हो प्यारो अङ्कलले भन्नुभएको छ हो ल फुड ट्रक आइसक्यो हाम्रो भ्लग चाहिँ हेर्नु पर्यो है हामी फेरि जता कतै भयो नि गइदिन्छ हामी त जस्तो पाए त्यस्तै हो कि भ्लगको कि च्यानलको नाम जे पाइ त्यही हाल्नुपर्छ ए साँच्चै यहीँ त रहेछ केरा यहाँ मालको केरा पाइन्छ के ल हाम्रो केराको एक्सपोर्ट चाहिँ शिशिर होइन हामीलाई चाहिँ धेरै नलेज छैन शिशिर चाहिँ अब पाक्या काँचो सब केरा अब बजार आइसक्यौँ होइन कहाँ भन्छन् के हिँड न तिमी हिँड कि तिमी हामी त होरल्लो हो कि जे पाइदिए कहाँ रोक्यो भन्दा ओए कहाँ बिचमा रोक्छ कि मान्छेले कहाँ तरकारी पसलमा रोक्यो हेर कि कहाँ हाल्यो हो कि फेरि ल अब हामी चाहिँ मालको केरा किन्छौँ इमर्जेन्सी बालिदेऊ न यो चाहिँ हाम्रो स्कुटी होइन मेरो चाहिँ स्कुटी फेभरेट हो वान अफ द फेभरेट होइन फेभरेट नै हो कि वान अफ द भन्ने उता मालको केरा हाम्रो जिक्सले चाहिँ मालको केरा किन्नु छन् अनि हामी चाहिँ
अहिले सिजन हो र आँपको अनि अहिले सिजन छ केरा पायो जिक्स सोनिमको घरमा छ ल आँपको सिजन होइन तर यहाँ खिच सिजन होइन तर यहाँ आँप छ यो आँप चाहिँ धेरै राम्रो हुन्न खानुहुन्न होइन यसमा चाहिँ केमिकल मिसाएर गराएको एक दर्जन दिन्न त मालभोग कुन केरा मालको केरा मालभोग यो चाहिँ हाम्रो डिलर हो होइन पसल हो के भन्छ प्रमोसन गरिदिने हो डिलर फ्रुटको डिलर प्रमोसन गरिदिने अब फ्रीमा पाउँछ अब चाहिँ यहाँ हामी जुस खान्छौँ होइन सोनिमका जुस खाने हो? यसको अनलाइन चल्छ कि जिक्स 50 रुपियाँ हालिदिन्छु कि अनलाइनमा मसँग गरिबी वाली 150 क्यास छ क्या अरूलाई 50 के गर्नु 50 रुपियाँ अन्त बाहिर निस्किनु त फ्लिपकार्ट के गरिदिने 150 क्यास छ कि त्यो चाहिँ ट्राफिक एउटा होला यार 150 को त एउटा केरा हो हामी सोनिम जिसले केरा किनेर खान् है हामी खतरा भिडियो बनाइदिउँ भन्थ्यो त्यो चाहिँ रिद्धि सिद्धि फ्रुट सेन्टर घुराइरह हामी अहिले कहाँ छौँ रे अनि जिसले त्यहाँ केरा किन्न लाग्छन् जिसले केरा किन्दैछ लजिक्स किन्यो केरा किन्यो हिँड्दैछु के यस कति ल्याउँछु अनलाइन गर्दैछु उता पनि के भएकै हालिसक्यो जिसले केरा किनिसके अब अङ्कलले केरा ल्याउनु भन्नु थियो जिसले केरा किनिसके अब हामी केरा किनेर निस्किसक्यौँ ल हामी चाहिँ अहिले पानीपुरी खाने डिस्कसन चलिरहेको यहाँ हाम्रो साथीले चाहिँ खुवाउने भनेर कुरा छ होइन आज चाहिँ बर्थडे पार्टी हो बर्थडे पार्टीमा चाहिँ अब जे भने त्यही खुवाउनुपर्छ हामीले हामी चाहिँ अहिले यहाँ यो फ्रुट सपबाट सबै किनिसक्यौँ र ट्राफिक चोकमा चाहिँ हामी यहाँ सबै यहाँ खेर के भयो कन्फिडेन्स बढाएको अड्डा मेरो कन्फिडेन्स बचपनैदेखि छ होइन मेरो कन्फिडेन्स भनेको सोनिमको बर्थडे भएर हो होइन सधैँभरि म चाहिँ यस्तो हुन्न भ्लग चाहिँ बनाउन तर यहाँ सोनिमले बर्थडे भएर जाम्न त जे भयो नि खाम्ला अब ल हामी चाहिँ अहिले चाहिँ पकौडा खाने रे होइन पानीपुरी चाहिँ नखाने आइसक्रिम पनि रुगा लाग्यो दुईजनालाई हो पकौडा खाना कहाँ जान्ला 24 क्यारेट 24 क्यारेट भन्ने चाहिँ यो बाटोदेखि जान्छ हामी चाहिँ बाटो सिसीले देखाउँछौँ ल सिसी हाम्रो क्यामेराम्यान ल क्यामेराम्यान है म चाहिँ ल ल बुलेट त तान्दै साथीले कनेर तानेर चाहिँ चाबी खस्यो फेरि बसन्तीको यहाँ चाहिँ यहाँ छिराउनु पर्ने हुन्छ फेर के बाइकमा ग्यास चाहिँ हाल्दैन कि हामी चाहिँ बुलेट निकाल्दैछौँ अब चाहिँ हामी 24 क्यारेटतिर लाग्दैछौँ है हामी चाहिँ अब नाइट भ्यू पनि देखाउँछौँ खतरा 24 क्यारेट गोल्ड नाइट भ्यू पनि देखाउँछौँ जान हिँड न हिँड त्यही हो आज चाहिँ हाम्रो घुराइको एक्सपिरियन्स दामी रहिरहेको छ तपाईँलाई चाहिँ यस्तो भ्लग चाहिँ आउन अझै राम्रो लाग्छ हेर्न मन लागिरहेको छ भने हामीलाई चाहिँ साथ कमेन्टमा चाहिँ होइन किप इट अप भनेर एउटा कमेन्ट चाहिँ मिठो छाडिदिनु होला हामी यसरी नै हजुरलाई हँसाइराख्नेछौँ होइन अब चाहिँ हामी चाहिँ यही अगाडि नै चाहिँ हाम्रो पकौडा खाने होइन बेस्ट पकौडा वान अफ द होइन वान अफ द किन भन्छु भने यता अरू पनि छ पकौडा पाउने ठाउँ होइन बेस्ट तर यो चाहिँ वान अफ द बेस्ट नै हो र यसको भित्र यता देखाएको यहाँ चाहिँ धरहरा छ सानो सानो धरहरा छ त्योभित्र त्यो चाहिँ भुम्से हाम्रो घरैमा पनि एउटा सानो धरहरा छ यसको भ्लग चाहिन्छ भने चाहिँ हजुरले चाहिँ कमेन्टमा लेख्नु होला हामी चाहिँ त्यसको पनि भ्लग छिट्टै ल्याउने छौँ होइन अहिलेलाई चाहिँ हामी यस्तो तुफान हान्छौँ ओके यस्तो तुफान हानेर जानुपर्छ होइन ल यस्तो छ भ्यू नाइट भ्यू यो बाटोलाई हस्पिटल रोड साइडतिर भन्छन् यहाँ होइन कस्तो पायो पानीपुरी खान जाऊँ त यो चाहिँ हाम्रो होइन सपिङ गर्न मन छ हजुरलाई भनेपछि हामी चाहिँ ब्याङ्क रोड आउन सक्नुहुन्छ सपिङ रोड यो चाहिँ सपिङ महल जे भने नि हुन्छ यहाँ चाहिँ छानी लुगाहरू एउटा पसल नभेट्यो अर्को नभेट्यो अर्को छानी छ जहाँ हामी चाहिँ अब अलिकति यतादेखि जाने हो तर हजुरलाई देखाउनु हल्का अगाडिदेखि जान्छौँ हामी बजार देखाउँछौँ हो यो चाहिँ मान्छे हजार यहाँ चाहिँ अलिकति बाइक चलाउन रिस्की नै हुन्छ भिडभाड नै हुन्छ त्यही भएर हजुर चाहिँ चलाउन कन्फिडेन्स हुनुहुन्छ भने मात्रै चलाउनु होला नि त यस्तो बच्चाहरूले लाग्ने देख्नुभयो यस्तो हुनसक्छ त्यही भएर अलिकति सतर्क भएर चलाउनु होइन अब चाहिँ हामी यतिदेखि छिर्छौँ यो चाहिँ गल्ली छ सबै ठाउँहरूमा होइन यस्तोमा ध्यान दिनुहुन्न साथी कहाँ हुँदिन अब हामी कहाँ छौँ पानीपुरी खाना पानीपुरी तिखावाला के
तिखावाला पानीपुरी खाना पानीपुरी राति भइसक्यो पानीपुरी खाएको हामी चाहिँ यहाँ पानीपुरी खाना आइसकेको छ यहाँ चाहिँ हाम्रो बर्थडे बोय छन् होइन बर्थडे बोयले हामीलाई चाहिँ पानीपुरी रिभ्यू दिन्छौँ ल अमिलो पिरो हाल्नु के भन्छ त्यसलाई नानी आइसक्रिम खाने भिडियो बनाइदिनु अब हामी पानीपुरी आउँदैछ पाउँदै अब पानीपुरी खाँदै गएर यता खाऊ बस्छ दामी छ मैले पनि ट्राई हाल्छु अब पानीपुरी बस्छ नाइस ठिक छ नट ब्याड खाऊ सब पानी जान्थ्यो आजको ब्लग अब लगभग इन्डियनमा छौँ इन्डियन मलाई 40 भन्दा इन्डियन छ मलाई 40 भन्दा मेरो चाहिँ यति स्वर्णिमले खुवाउने स्वर्णिमले चाहिँ यो सबै खुवाउने कुरो थियो रुगालाई रुगा लगाएर खुवाउन पाइँदैन तर हामीले चाहिँ खान्न भन्यौँ किनभने हामीलाई स्वर्णिमले चाहिँ पेमेन्ट गर्नु लाग्छ पैसाको चाहिँ कमी छैन है त्यति छ यार लास्ट फाइनेन्सियल कन्डिसन छैन नयाँ कभर स्क्यान गर्न थियो कि नयाँ कभर यही हो है चाट पानीपुरी होइन मिठो थियो लगाएर हामी निस्किसकेछौँ यो चाहिँ हाम्रो मन्दिर स्वर्णिम चाहिँ त्यहाँभित्र पेमेन्ट गर्न लाग्यो बाई बाई के छ छुट्टिएर तिमीसँग बाँच्न नपाए ल हामी चाहिँ जान लाग्छौँ टाटा अब बाई हाम्रो साथी नारायणपुर जान्छन् ल शोभायात्रा अब तिमी पनि अब कहाँ चाहिँ छुट्टिन्छौ भन्छन् शोभायात्रा गइहाल्छौ अब मैले जिक्सलाई छाडेर ओ हेर त्यहाँ हेर ओए कहाँ झोला बोक्दै ब्लग भइरहेछ ब्लग भइरहेछ पास भयो बक्चोदी हान्ने एकैचोटि पास भएको भने पहिलोचोटि हो कि पार्टी बरौले पास भएको पार्टी खोज्छन् जाम म त पास भयो कहाँबाट फर्किरहेछौ कि तिमी झोला लग्दै गएको थियो कि सुट्टाउने हामी जिस ब्लगमा देखाएको छौ अब त तिमीले पुरै ब्लग फैलाउनै पर्ने हुन्छ पार्टी खोज्छन् जानेन अब सोमबार भोलि जाने न भोलि कलेज हुन्न राम्रो सोमबार त्यसपछि आइन भाइ हुन्छ घुम्न जाने कहिले हो कि घुम्न जाने त अब पैसा दैलो ल पैसा हामीलाई रोकिरहेको छ पैसाले होइन हामीलाई रोक्ने नै पैसाले हो अब के छ भन्दाखेरि अब यस्तो हो कि इक्जाम भइरहेर हो कि पैसाको ठुलो कुरा भएन सोर्निङको बाइक राखिदिनु पुगिहाल्छ तर स्कुलले इक्जामले भेट्जा गरे प्र्याक्टिकल भने खतरा हुनुपर्छ है मस्त प्र्याक्टिकल इक्जाम त्यसो त मेरो उता इक्जाम सुरु हुन्छ फेरि उता पनि इक्जाम छ नि अब हल्का टाइम मिलाउनु पर्ने हुन्छ क्या बुझेनौ यस्तो गरौँ न त सोमबार आउटडेसमा चल्दिउँला सोमबार आउटडेसमा चल्दिएर घचा चेक गराएर हामीलाई क्या अब ड्रेस लगाएर जाने पाल्दैले अब एकछिन बस्छ बल्ल हाल्छ नि त्योभन्दा ठुलो गर्छ र बच्चाहरू म सिधै आउटडेसमा आउँछ बच्चालाई मैले त्यही भनेको छु अब सोमबार कम्प्युटर नेटवर्कको र पनि भइगयो कि डिपार्टमेन्टको कसको चेक गराउन छ म त केही पनि चेक राखेन कि ओएसको त ओएसको कुरै नगर केही पनि गराएन अब चाहिँ हामी मेरठ कता घुम्ने भनेको कुरा चाहिँ राति भइसक्यो राति बसे हाम्रो क्यापिटल हस्पिटल एरिया है चोक अनि अब हामी चाहिँ यहाँनिर यो धारपानी रोड क्याम्पस रोड के भन्छ सबै रोडमा चाहिँ होइन हामी त्यो रोड जान्छौँ गुरुबारीवाला रोड म चाहिँ
चाहिँ पनौरा झर्छु अनि जिक्स चाहिँ आफ्नो घर जान्छ त्यहाँबाट चौगेरा जिक्सको घर चाहिँ चौगेरा सबलाई थाहा होला अनि हेर्ने मान्छेहरूले हेर्ने मान्छेहरू सबलाई थाहा छ मेरो प्यारा प्यारा मित्र अहिले अनि हामी चाहिँ अब यो बाटो जान्छौँ होइन यहाँ चाहिँ ट्रेड एन्ड जिम सेन्टर भन्ने छ दामी छ यो चाहिँ है जिम आए पनि हुन्छ नयाँ जिम हो घुराइमा दामी छ यो चाहिँ अनि यो चाहिँ हाम्रो भयो धारपानी रोड हामी चाहिँ यहाँ तमा नानी भन्यो भने दामी भ्यू आउँछ कि जिक्स ल यता पौवा अनि यता चाहिँ फेरि ओल्ड हाउस क्याफे एन्ड रेस्ट्रो फुड सल के भन्छ सबै छ यसमा चाहिँ यो चाहिँ पौवा जिक्सको मेम्बरसिप अरे राति भइसकेको छ हेर त राति भइसक्यो अरे लगभग 8 बज्नु 8 बज्यो जहिले हामी हुन्थ्यो अब चाहिँ हेर न अब यहाँ हल्का टिस्यु पर्ने हुन्छ है हेर्ने हो कि नाचेको भिडियो लाखे है उठेर खिचिदिनु जिक्स लाखे पनि हिँडिसक्यौँ अब चाहिँ हामी लागिसक्यौँ है हामी चाहिँ टक्क दाजुभाइ हामी त निस्किरहेको छौँ नाइट राइडमा होइन नाइट राइड बेला बेलामा नाइट राइड हिँड्नुपर्छ क्या दामी हुन्छ आजको हाम्रो ब्लग चाहिँ एन्ड हुन्छ अब गर्नुपर्ने हुन्छ अब हाम्रो साथी शिशिर साथीलाई अब हामीले यहीँ बिदाई गरेर जानुपर्ने आजको होइन भ्लग गर्दा गर्दै के भयो भन्दाखेरि चार्ज सकियो र स्विच अफ भइदियो शिशिर जिक्सलाई ट्याक्क बिदाई गर्न लाएको थिएँ ल जिक्स जाऊ है भन्दाखेरि चार्ज सक्यो अनि त्यही भएर चार्ज सकेर स्विच अफ भएको हुनाले भ्लग हुन पाएन र इन्ड गर्न पाएन र अहिले चाहिँ भर्खर घरमा आइपुगेँ 1% अहिले चार्ज लगाउँदै मैले यो भ्लग इन्ड गर्न पुगेको छु है अब यो भ्लग आजको भ्लग यति नै हुन्छ लाइक सेयर सब्सक्राइब हानिदिनु धन्यवाद बाई बाई